आज चाहिँ हामी टक्कखाले घुम्न निक्लेको। आज शनिबार छुट्टीको दिन। गाडी चाहिँ दोहोरा राखेको धुलै धुलो, छोप्ता नि धुलै धुलो हुन्छ। यस्तो साला भित्र चाहिँ गाडीको। गाडी स्टार्ट गर्नुपर्छ, पहिले न्युट्रल गर्नुपर्छ, त्यसपछि स्टार्ट हान्नुपर्छ। Welcome to Yo Bolero. Take on anything with India's #1 SUV. गर्मी भयो यहाँबाट चाहिँ एक्लै हो। अब माथि गएपछि साथीहरू छन्, साथीहरूसँग कोही पनि भिडियोहरू हाल्छु। मम्मीलाई गएँ त भन्नुपर्छ नि त। मम्मी गएको ल घुम्नु, बाई बाई। ल पैसा छैन भन्दा दिनु पऱ्यो। Do wear your seatbelt for a safe drive. लाग्यो आजको यात्रा चाहिँ अब कहाँसम्म हुन्छ थाहा चाहिँ छैन। घुम्न जाने भन्ने कुरो चाहिँ छ, अब कहाँसम्म गइन्छ थाहा छैन। गाई चाहिँ अब हामी चाहिँ कहाँदेखि हिँड्न आँटेको विशाल भाइ? लेखोताल थियो। लेखोतालबाट एउटा नुहासलाई रुँगेको जुवाडेलाई भर्खर निस्क्यो। गाडी यहाँ राखेको छौँ, आउँदैछ। गाडी यहाँ राखेको छ। साथीहरूको चाहिँ बिहेमा जानुपर्ने छ अरे। जुवाडे तल आउँदैछु। हाम्रो यात्रा चाहिँ अन्तुसम्मको ल। यस सन्देश सर, हाम्रो यात्रा कहाँसम्मको? अन्तुसम्म भएन होइन, ए अन्तु भन्दैछ फेरि। कन्यामसम्मको। कन्याम ल, हामी अब कन्याम लाग्यौँ। अहिले चोक बजारमा हिलाम। चोक बजारमा सबैभन्दा धेरै भोकाएको मान्छे चाहिँ उहाँ हुनुहुन्छ। सेकेन्डमा ऊ भाइ, थर्डमा ऊ, फोर्थ होइन त फिफ्थमा पर्छ। फोर्थमा यो मालपुवा यहाँ छ मेरो चाहिँ। हाम्रो चाहिँ टक्क खाजा खुवाइ हुँदैछ अहिले। हेलो गाइज, बोका हेर्ने हो बोका? गाइज हामी चाहिँ लाग्यौँ। हामी चाहिँ अहिले कन्यामसम्मको यात्रामा खाजासाजा खाइयो अनि लाग्यो। बाटोहरू यस्तो छ, बाटो देखेकै छैन के यस्तो हुनु। गाह्रो छ है गाइज। ल गाइज हामी चाहिँ फिक्कल आइपुग्यो। अहिले फिक्कल बजार प्रवेश गरिँदैछ। हामी गइँदैछ। हाम्रो यात्रा जारी नै छ अहिलेसम्म। मजै छ। यो नै हुन्छ 4:30 भयो। ट्याक्सी स्ट्यान्ड हामी भर्खर पार गऱ्यौँ। अब हामी ठ्याक्क फिक्कल चोक बजार पुग्न आँट्दैछौँ। आले अटो
सेवाले हामीलाई ल्याङ गरो त्यस्तै छ कि गाडी हेर्नु सुर्पीहरू यस्तै छ कि सुर्पी लालीबाग चाहिँ यहाँको सबैभन्दा फेमस फिक्कलको वर्ल्ड फेमस हो यो चाहिँ कितलीबाट पाइन्छ छोरीको यस्तै छ हाम्रो साउबा चाहिँ यहाँ हुनुहुन्छ कि आफै कुदाउँदै हुनुहुन्छ आफै साउ हामी चाहिँ यहाँ राउ छौँ यता पछाडि सबैजना छौँ है ल हामी फिक्कल कट्यो लगभग हेलो गाइजहरू हामी चाहिँ कन्यामा आइपुग्यौँ घाम छ अझै पनि तर चिसो चाहिँ एकदम चिसो रहेछ चियाबारी यस्तो छ हामी कन्यामको रोडमा बेलुका भएर अलग खाली भइरहेछ हेलो गाइजहरू माथि जानु नि त हामी चाहिँ यहाँ झन्डा ठाउँमा छ झन्डा चाहिँ तर हिँड्नुपर्छ मास्तिर कन्यामदेखि विशाल भाइ भनेको के रहेछ विशाल भाइ विशाल भाइ भनेको विशाल भाइ कुदो भनेको कुकुचिरहेछ क्या सेतै लुगा लगाइरहेको थियो उस्तै देखियो होइन रिसाएको छैन नि भाइ आफू जस्तो त्यस्तै भान्जा के छ बिन्दास छ सन्देश सर के छ एकदम रमाइलो भइरहेछ रमाइलो भएको छ किरण सरलाई जाडो भयो जस्तो छ हो गल्यो हामी चाहिँ कन्यामको झन्डा बाटोमा आइपुग्यो तलबाट देखिने बाटोबाट देखिने झन्डा यस्तो छ माइठ मुनिको भ्यू त्यस्तो दामी देखिन्छ खतरा छ माथि नाम लेखेको ठाउँ चाहिँ यहाँनिर छ यो ढाल्दाखेरि चाहिँ 50 को 200 अरे लु भाइ बिस्तारै हाने हानेको त लडो अलिकति उब्रे दुईटा रह्यो नि यार हातले हातले त कहाँ भयो होला त पाइन्छ अरे पाइन्छ घाटामा पऱ्यो तिमी किरण 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 तिनवटा रह्यो फेरि खाली हुँदैन कस्तो सिधा तिनवटा रह्यो तिनवटा ल ल ल भान्जा 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 ल भान्जा एउटा रह्यो यार एउटा रह्यो फेरि ट्राई गर्दैछ है हावालाई चाहिँ रोकिनु लाउ न त एकिदिउँ सुतेर सासै ढोल्न नफेर केटा लडाइस एउटा गिलास उभाएर म त सिधा केटा म निकै गोल खेले मान्छे यो मलाई एउटै छोएन ननानी के अरे भन्छ के अरे भन्न के अरे हाँसे गर्छ चिया खाउँ हो अब लु चिया बनाइदिनु न कस्तो दुधको खाने कि यस्तो खाने होइन दुधै हुन्छ कतिवटा दुधको कतिवटा ब्ल्याक भन्नु त ब्ल्याक टी मलाई ब्ल्याक टी
कालो हिँड्दा नि हुन्छ एउटा सादा पानी चल्दै सर आउन जाउँ न सूर्य पाएछ सूर्य तारा होइन कहाँ पछाडि परियो नि झन्डै पछाडि आएको अच्छा हामी चाहिँ यस्तो यो कुन ठाउँ अरे यो कृष्णवीर कृष्णभिर भन्नु कि यो त्यही हो ठ्याक्कै यो मुनि त्यहाँदेखि मुनि त्रिशुल नदी जुन त लागिसकेको छ फेरि चाहिँ रमजान स्टार्ट गरिनु हाम्रो चाहिँ यात्रा अहिले पनि यात्रामै छु हामी हाम्रो किरण सर हुनुहुन्छ कालो न कालो हुनुहुन्छ वा देखिनुहुन्न अगाडि लाइट बलिरहेछ हामी घुमिरहेको छौँ बाहिर यस्तो छ भ्यूहरू अडिया भन्छ म अड्याउँछु अडियो ल ल किरणको अडियो होइन आजको दिनै खराब रहेछ अडियो ल भाइको पाली एक तिमीले त गोल त लाएन 2 3 अडिया विशाल भाइ यसले अचारमा अड्याउँछ 1 देर नाटक देखायो ल सन्जु सर सुरुचोटि अडियो गर्छ त्यसबाट दोस्रो त गयो लास्टमाको झन् गाह्रो लाइसेन्स निकालेको थिएन सर मैले हो र त होइन ल भान्जा एक अडियोले फेरि गर्नु परेन हैन पर्ने एकचोटि बल्ल बल्ल पाइयो एकचोटि मात्रै मेरो यहाँ अब ल ल ल काम दिँदैन यसले जान्दैन गफ मात्रै हो लास्ट एकचोटि यतिको चाहियो नि त